एक्लो हुँदा ऊ मेरो मनमा हुन्थ्यो, एकान्तमा हुँदा ऊ मेरो मनमा हुन्थ्यो। भिर पर्दा ऊ मलाई थुम्याउँथ्यो, तकदीर पर्दा ऊ मलाई सुनाउँथ्यो। छाया झैँ ऊ सधैँ मेरो आसपास हुन्थ्यो, मेरो मुखमा मेरो सुखमा ऊ आफ्नो दुःखको इतिहास बिर्सन्थ्यो। एउटा साथी थियो हराएको, चिताको धुवा 8 आकाशबाट बुझाए झैँ टुङ्गी खुदा बिर्तायो। तर्कलाई ऊ नर्क भन्थ्यो, मस्तिष्कमा होइन ऊ मान्छेहरूको मनमा रमाउँथ्यो। अतीतलाई ऊ पतित मान्थ्यो, जिन्दगीसित होइन ऊ मृत्युसँग डेटिङमा जान्थ्यो। कहिले यता कहिले उता कहिले कुन्नी कथा भुली हिँड्ने ऊ बन्जारा थियो। प्रेमीहरूको प्रेम पत्र बोकी हिँड्ने अंगारा थियो। अजीब पागल आवारा थियो, ऊ सबैको यारा प्यारा थियो। एउटा प्रेमी थियो हरायो, विस्कीमा बरफ मिलाए झैँ कुन्नी कथा मिलाए। भिडले त्यागेको एकान्त थियो, ब्रह्म मुहुर्तमा बिउजने बस्ती झैँ शान्त थियो। जिन्दगीसित मुग्ध हुनु र मुग्ध भएर मुक्त हुनु उसको नियति थियो। उसको जिन्दगी वास्तवमा भूतो न भविष्यति थियो। उसको आँखामा आत्मा निदाउँथ्यो, उसको अधरमा परमात्मा मुस्कुराउँथ्यो। ऊ सन्त थियो, जीवन झैँ जीवन्त थियो। ऊ तपस्वी थियो, मृत्यु झैँ तिलस्मी थियो। ऊ दया मायाको बीज अंकुराउने माटो थियो, मलाई गन्तव्यमा पुर्याउने बाटो थियो। एउटा जोगी थियो हरायो, पुरानो मफलरबाट पत्थरको बास्ना हिलाए झैँ कुन्नी कथा मिलाए। त्यो मान्छे आज कहाँ छ कुनै खबर छैन, मैले उसलाई नखोजेको कुनै सहर छैन। ऊ कहीँ कतै भेटिए 9841470858 मा खबर गर्नुहोला, नभए उसलाई नजिकको प्रहरी चौकीमा बुझाइदिनुहोला। ऊ साथी थियो, प्रेमी पागल थियो, ऊ विद्रोही थियो, मनमौजी जोगी थियो। म भित्र एउटा मान्छे थियो हरायो, म भित्र एउटा जिउँदो मान्छे थियो हरायो। बतासमा कपुर मिलाएछ ऊ कुन्नी कथा मिलायो। थ्याङ्क यू।